बागमती प्रदेश सरकारमा चाहिँ रासायनिक मल हाइड्रोजन प्रविधिबाट के कसरी बन्न सक्छ भनेर एउटा सम्भाव्यता अध्ययन फिजिबिलिटी स्टडी गरेर हामीले बुझाउने काम थियो। त्यो हामीले समयमै हामीले कन्सिभ गरेको हिसाबमा नै त्यो रिपोर्ट बुझायौँ र त्यो रिपोर्टले पनि हेटौडा सिमेन्ट उद्योगलाई अथवा अन्य सिमेन्ट उद्योग जुन बागमती प्रदेशमा छन् त्यसबाट उत्सर्जन भइरहेको जुन धुवाँ छ त्यसमा उच्च मात्रामा कार्बन डाइअक्साइड हुन्छ, त्यो धुवाँबाटै हाइड्रोजन र नाइट्रोजनलाई प्रयोग गरेर युरिया मल कारखाना बनाउन सकिन्छ भनेर एउटा सम्भाव्यताले देखाइसकेको थियो। तर त्यसका कानुनी पाटाहरू, त्यसमा लगानीका बाटाहरू र त्यस प्रतिवेदनबाट अगाडि गएर डिपिआर बनाउँदै त्यस पछाडि कन्सल्ट्यान्टहरू मार्फत त्यसबाट फाइनेन्सियल इकोनोमिकल एनालाइसिसहरूलाई टुङ्गोमा लाँदै प्राइभेट पब्लिक पार्टनरसिपमा एउटा मोडल बनाएर अगाडि जानुपर्छ भन्ने हाम्रो मान्यता थियो। त्यो बखतमा नेपालमा अलिकति राजनीतिक उथलपुथलहरू भइरहेका थिए, सरकार पनि परिवर्तन भयो, मन्त्रीज्यूहरू पनि परिवर्तन भए, त्यसमा प्रायोरिटी पनि परिवर्तन भयो। त्यो रिपोर्ट जसरी अन्य रिपोर्टहरू थन्किन्थे त्यसरी थन्कियो भन्ने नै लाग्छ र बेला बेलामा हामीले घचघचाएको त हो, तर त्यो अगाडि बढ्न सकेन। तर खुसीको कुरा के भयो भने त्यस पछाडि फेरि त्यस्तै पहल कोशी प्रदेश सरकारबाट पनि भयो र हामीले फेरि कोशी प्रदेश सरकारमा केही कुराहरू लगेर यसलाई यो प्रोजेक्टलाई अगाडि बढाउन सकिन्छ भनेर भन्दाखेरि कोशी प्रदेश सरकारकै लगानी सम्मेलनमा 1 वर्ष अगाडि गरेको लगानी सम्मेलनमा चाहिँ यो ग्रिन हाइड्रोजनबाट ग्रिन युरिया बनाउने एउटा प्रोजेक्ट चाहिँ लगानी सम्मेलनमा पारित भयो र एउटा पब्लिक प्राइभेट पार्टनरसिपको मोडलमा जसरी हामीले बागमतीमा हेटौडा सिमेन्ट परिकल्पना गरेको थियौँ, कोशी प्रदेशमा रहेको उदयपुर सिमेन्ट जुन कुनै कालखण्डमा अत्यन्त राम्ररी चलेको, आज विभिन्न कारणले गरेर त्यसमा रिसोर्सेसहरू उद्योग र सञ्चालन गर्न चाहिने पूर्वाधारहरू हुँदाहुँदै एउटा हुनसक्छ कुनै फाइनेन्सियल कुराहरू नमिलेर होला अथवा म्यानेजमेन्ट टिमले राम्रोसँग पर्फर्म गर्न नसकेर होला, विविध कारणहरूले चल्न नसकेको अवस्थामा भइरहेको जुन सिमेन्ट उद्योग छ त्यो सिमेन्ट उद्योगलाई पुनः एउटा रूपान्तरण गरेर त्यही उद्योगसँगै एउटा मल कारखाना पनि जोडेर सिमेन्ट तथा ग्रिन युरिया फ्याक्ट्रीको रूपमा एउटा जोइन्ट इनिसिएटिभको रूपमा अगाडि जान सकिन्छ भन्ने मोडल चाहिँ हामीले अगाडि सार्यौँ, जसमा प्राइभेट सेक्टरले लगानी गर्न इच्छा देखायो र प्रदेश सरकारले पनि त्यो प्रोजेक्टलाई एउटा प्रदेश गौरव आयोजनाको रूपमा अगाडि लान सकिन्छ भनेर अगाडि सारेको छ। र जुन प्रोजेक्ट चाहिँ अब बन्छ कि भन्ने नयाँ सरकार आइसके पछाडि बन्छ भन्ने हामीलाई विश्वास छ। प्रधानमन्त्रीज्यू आफ्नै चुनाव अभियानको क्रममा पनि उदयपुर सिमेन्ट उद्योग अगाडि गएर यो सिमेन्ट उद्योग चल्नुपर्छ, यो सिमेन्ट उद्योगलाई हामी चलाउँछौँ भनेर एउटा तस्बिर सार्वजनिक भएको थियो, त्यसले पनि हामीलाई आशा जगाएको छ। त्यसकारण यो उदयपुर सिमेन्ट चल्दै गर्दा यो सिमेन्ट उद्योग मात्रै नरहेर यो सिमेन्ट उद्योगबाट उत्सर्जन हुने जुन कार्बन डाइअक्साइड छ, धुवाँ छ, यसलाई नै प्रयोग गरेर त्यही सिमेन्ट उद्योगको वरिपरि चाहिँ एउटा युरिया प्लान्ट अब खडा गर्नुपर्छ र त्यो खडा गर्नको लागि आवश्यक पर्ने जुन हामीलाई रिपोर्टहरू आइसकेका छन्, आवश्यक पर्ने एमओयू एग्रिमेन्टहरू भइसकेका छन्। अब प्रादेशिक स्तरमा भएको चिजलाई चाहिँ केन्द्र स्तरले पनि त्यसलाई ध्यान आकर्षण भयो भने यसमा लगानी गर्नको लागि चाहिँ एउटा वातावरण बनिसकेको छ र वैदेशिक लगानीहरू र नेपालीहरू नि विदेशमा बसेका नेपालीहरूले पनि राम्रो प्रोजेक्टमा लगानी गर्न इच्छा व्यक्त गर्दै गरेको बेलामा हामीले कोशी प्रदेशमा एउटा भनौँ न एउटा कोशी प्रदेश भनेको अन्नको भण्डार पनि हो, त्यहाँ रासायनिक मल उच्च माग छ जुन समयमा प्राप्त भएको छैन र अहिले जुन किसिमले यो इरानको अथवा भनौँ न मिडल इस्टमा भएको द्वन्द्वले गर्दाखेरि इन्धन त छोडिदिउँ, अर्को वर्ष त रासायनिक मल पनि एकदमै ठुलो अभाव हुने कुराहरू अहिले नै प्रक्षेपण भइसकेको छ र यो बढ्दै जाने अवस्थामा छ। त्यसकारण कहीँ कतै कुनै समय खण्डमा हामीले कुनै प्रयोजनको लागि दोस्रो अथवा तेस्रो मुलुकबाट नेचुरल ग्यासलाई लिएर आएर त्यो नेचुरल ग्यासबाट चाहिँ नेपालमा रासायनिक मल बनाउने कारखाना आवश्यक छ भनेर सोचिएको थियो भने पनि त्यसलाई पुनर्मूल्याङ्कन गरेर नेचुरल ग्यास भनेको त भोलाटाइल रहेछ, यो त दुईटा देश युद्धमा फस्यो भने पनि यो ग्यास नपाइने भयो भन्ने कुरा थाहा पाइसक्यो र रासायनिक ग्यास त पाइँदैन, रासायनिक मल पनि आयात गर्नु हुँदैन, स्वदेशी बनाउनु पर्छ भन्ने हिसाबमा यो बन्दै हामीले गरेको उदयपुरमा जुन सिमेन्ट र रासायनिक मलको प्रोजेक्ट अगाडि बढ्दैछ, यसैलाई सरकारले एउटा राष्ट्रिय गौरव आयोजनाको रूपमा परिवर्तन गरेर यसलाई अगाडि बढाउन सक्यो भने यो प्रोजेक्ट सम्भव छ। यो देशलाई पुर्याउन सक्ने अब यो त फेरि हामीले अहिलेको हामीले देखेको मल कारखानाको सम्भाव्यता अध्ययन चाहिँ 2 लाख मेट्रिक टन न्यूनतम प्रति वर्षको रूपमा हामीले गर्न सक्छौँ भनेर हामीले देखाएको छौँ। तर यदि उदयपुर सिमेन्टलाई हामीले फेरि यसको प्रोडक्सन क्यापासिटी बढाएर लैजाने हो, यसलाई रिफर्बिस गरेर लैजाने हो भने यसलाई बढाएर 7 लाख 8 लाख र 12 लाख मेट्रिक टनसम्म अधिकतम जान सक्छ। त्यसकारण 2 लाखदेखि 12 लाख मेट्रिक टनसम्म
उदयपुरमा उत्पादन गर्न सकिने देखाएको छ। तर त्यसको लागि हाल को अवस्थामा रहेको उदयपुर सिमेन्टलाई पनि केही एउटा रिफ्याब्रिकेसन अथवा अपग्रेडेसनमा लैजानुपर्ने हुन्छ।